तपाईहरुको टिकटकमा कोइनहरु जम्मा भएर बसेको छ अथवा डलरमा कन्भर्ट भएर बसेको हुन्छ जसलाई चाहिँ हामीले कोइनमा हामी परिणत कसरी गर्ने आफूसँग भएको लाइभ बस्दाखेरि जम्मा भएको पैसालाई कसरी चाहिँ डलरमा कन्भर्ट गर्ने जसको लागि सबैभन्दा पहिला हामीले के गर्नुपर्ने हुन्छ त सबैभन्दा पहिला चाहिँ आफ्नो मोबाइलमा भएको प्ले स्टोरमा जाने प्ले स्टोरमा गइसकेपछि यहाँनिर यो सुपर भिपिएन भन्ने छ मैले फाइनली ओपन गरिसकेको छु यसलाई चाहिँ हामीले के गर्ने त ओपन गर्ने मैले त्यो यहाँनिर ओपन गरिसकेको छु है यो भिपिएन ओपन गर्ने यो भिपिएन ओपन भइसकेपछि यहाँनिर चाहिँ नि तपाईले यो कन्ट्री सिलेक्ट भन्ने हुन्छ यो कन्ट्री सिलेक्टमा जाने यहाँनिर चाहिँ मैले एउटा जापान हानेको छु जापान नै राख्दा राम्रो हुन्छ त्यसपछि यहाँनिर चाहिँ कनेक्टमा जाने कनेक्ट हुन्छ है अहिले चाहिँ मैले के गर्छु डिस्कनेक्ट हुन्छ यहाँनिर फेरि हान्यो भने डिस्कनेक्ट गर्नु पर्दैन कनेक्ट गर्ने त्यसपछि हामी कहाँ जाने त आफ्नो मोबाइलमा भएको क्रोम ब्राउजरमा जाने क्रोम ब्राउजरमा गइसकेपछि मैले पहिला नै गरिसकेको छु यहाँ यस्तो खालको देखाएको छ है यस्तो खालको देखाएको छ हामीले के गर्नु पर्यो भनेपछि क्रोम ब्राउजरको सर्च बारमा जाने TICK टिकटक नेपालीमा भएछ है TICK टिकटक टिकटक डट कोइन स्ल्याशमा हान्ने यस्तो खालको इन्टरफेस आउँछ यहाँनिर गइसकेपछि यसरी चाहिँ यो इन्टरफेस लगइन हुन्छ है यो वेबसाइट होइन फेरि यहाँ धेरैजना मान्छेले चाहिँ कमेन्ट के लेखेको देखाएको थियो भनेपछि मेरोमा आएन मेरोमा लगइन भएन भन्ने जस्तो कमेन्टहरु छ यो वेबसाइट होइन फेरि यही खालको वेबसाइट धेरै छ तपाईहरुले फेरि पुनः प्रयास गर्ने TICK टिकटक कोइन यहाँ तलतिरपट्टि देखाएको छ टिकटक कोइन tiktok.com/coin भन्ने छ यहाँनिर क्लिक गर्ने यहाँनिर क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ यहाँनिर गइसकेपछि बाइ एन्ड रिचार्ज कोइन एन्ड सेन्ड गिफ्ट भन्ने छ यहाँनिर चाहिँ क्लिक गर्ने यहाँनिर क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खोल्छ अलिकति टाइम लाग्छ अब मेरो चाहिँ मैले पहिला नै गरिसकेको छु त्यसले गर्दा यहाँ डाइरेक्ट यस्तो खालको देखाएको छ तपाईहरुकोमा कस्तो देखाउँछ भनेपछि त्यहाँनिर चाहिँ टिकटक आइडी लगइन गर्ने देखाउँछ तपाईले आफ्नो टिकटक आइडी जेबाट खोल्नु भएको छ मोबाइलबाट खोल्नु भएको छ भने मोबाइलबाट लगइन गर्नुस् अथवा जीमेलबाट फेसबुकबाट जेबाट खोल्नु भएको छ तपाईले त्यो हानेर कोड माग्छ इमेलमा अथवा तपाईको मेसेजमा आउँछ त्यो कोड हानेर चाहिँ इन्टर गर्नुस् इन्टर गरिसकेपछि म तपाईहरुलाई देखाउँछु अहिलेको तुलनामा मेरोमा है यहाँनिर छ एक्सचेन्ज भन्ने छ नि यहाँनिर यो एक्सचेन्ज भन्ने ठाउँमा चाहिँ 4.41 भन्ने डलर छ युएसए डलर छ यसको कति कोइन आउँछ भनेपछि यतापट्टि लेखिदिएको छ 400 कोइन आउँछ अब तपाईलाई इच्छा लागे अनुसार चाहिँ तपाईले कोइन निकाल्न सक्नुहुन्छ जसको लागि अब म चाहिँ अहिलेको लागि चाहिँ अब धेरै खर्च गर्दैन योबाट घाटा अलिकति घाटा हुन आउँछ किनकि मसँग चाहिँ 4.41 डलर छ तर यसको कोइन आउनु पर्ने कति हो भनेपछि 441 कोइन आउनु पर्ने हो वास्तविक तर यो कोइनमा एक्सचेन्ज गर्दाखेरि के गर्दिन्छ भन्दाखेरि झन्डै लगभग टोटल 400 भनेपछि अब 40 कोइन जति घाटा हुन आउँदो रहेछ है म अहिले जसको तपाईहरुको लागि भिडियोको लागि मात्र म 30 वटा कोइन निकाल्छु यहाँ 30 मा क्लिक गर्ने त्यसपछि पहिला सबैभन्दा पहिला त हामी एक्सचेन्जमा क्लिक गर्ने एक्सचेन्जमा क्लिक गर्ने एक्सचेन्जमा क्लिक गरिसकेपछि यहाँनिर भनेको छ म अब कति पैसाको कति कोइन निकाल्ने भन्ने कुरा अब टोटल मसँग चाहिँ कोइन भएको डलर भएको चाहिँ 4.40 भन्ने डलर छ अब मैले 2.31 को चाहिँ 210 डलर निकाल्न सक्छु अब एक कोइन मात्र निकाल्नु पर्यो भने 0.2 डलर लाग्छ त्यसपछि 4.40 को चाहिँ डलरको 400 नै कोइन निकाल्ने भने यो आउँछ तर आफुलाई जति ल्याउनु निकाल्न मन लाग्छ त्यति निकाल्न सक्नुहुन्छ अब जस्तै अब एउटा कोइन मात्र निकाल्ने हो भने यहाँ एकमा क्लिक गरेर एक्सचेन्जमा क्लिक गर्न बित्तिकै आउँछ म तपाईहरुलाई गरेर देखाउँछु ल मैले एकमा क्लिक गरेको छु एक्सचेन्ज गर्न बित्तिकै के त यो आइसकेको छ के भन्यो कम्प्लिट एक्सचेन्ज फर 1 कोइन भनिसक्यो 0.2 डलर काटिसकेको छ कम्प्लिट भइसकेको छ मेरोमा यो के त आइसकेको छ यो एक आइसक्यो अब यसै गरी तपाईले यो 4 पोइन्ट अब मेरो अघि कति थियो 40 डलर थियो 41 डलर थियो 2 डलर घटिसकेको छ हैन के रे पोइन्टमा अनि त्यसपछि अब यो कस्टमाइजमा गएर तपाईलाई जति डलर निकाल्ने जस्तै 379 डलर छ मेरो 3.79 हो अब यसको लागि अब मैले जस्तै 200 कोइन पनि निकाल्न सक्छु जति निकाल्न मन लाग्छ त्यति यहाँ सिलेक्ट गर्ने यो धेरै निकाल्न मिल्दैन धेरै निकाल्यो भने देखाउँदैन मैले धेरै हानिसकेको छु मैले जम्मा निकाल्नु पर्ने थोरै हो हैन यसै गरी तपाईले पनि चाहिएको खण्डमा आफूसँग तपाईले लाइभ बस्दा बस्दै तपाईको लाइभबाट चाहिँ केही गिफ्टहरु आफ्नो एकाउन्टमा जम्मा भएको छ भने सजिलो मेथडबाट तपाईले चाहिँ तपाईले डेबिट कार्ड पनि चाहिएन एप्पल आइडी पनि चाहिएन कुनै पनि चीज चाहिएन सजिलो मेथड हो यो
हवस् त यस्तै यस्तै भिडियो हेर्नको लागि टेक्निकल खगेन्द्रलाई लाइक कमेन्ट सब्सक्राइब र रिपोस्ट गर्नुहोला। हवस् त धन्यवाद। अब